नमस्ते, यहाँहरूलाई स्वागत छ हाम्रो यस घिचन नास्ता पसलमा। यहाँ पाल्नुहुने सम्पूर्णलाई मेरो नमस्कार। आज यहाँ कुकमा हुनुहुन्छ रोल्पा रुकुममा तालिम प्राप्त भेडाको मोमो बनाउँदै आउनुभएका प्रचण्ड भाइ। र आज हाम्रो यस घिचन नास्ता पसलमा एकजना ढुङ्गा र माटोमा तालिम प्राप्त हाम्रो ग्राहक हर्कजी पनि आउनु भएको छ। अनि यता आज हाम्रो यस पसलमा घाम र जुन जस्तै एउटा अस्ताउँदा एउटा उदाउने, एउटा उदाउँदा अर्को अस्ताउने हाम्रा सर बालिन शाह र रवि लामिछाने पनि हाम्रो नास्ता पसलमा पाल्नु भएको छ। किन हाँसेको मेरो टाउको फोर्ने यिनी दुईवटा केटाहरू हुन् भनेर फेरि एकदम छक्कै परेर हाँस्दै हुनुहुन्छ हाम्रो देउवा भाइ। आज यहाँलाई चाहिँ हामी यसो कुकमा सघाउनको लागि लिएका छौँ। र एकजना हुनुहुन्छ हाम्रो वरिष्ठ मोमो विज्ञ तथा भूतपूर्व कुक केपी साइला। उहाँ चाहिँ आफ्नो ड्युटी लिएर हुनुहुन्छ। ल प्रचण्डजी, अब हामीले पनि मोमो पस्किनुहोस्, हामी पनि यस खाएर हजुरको प्रचारबाट बिराउँछौँ। नमस्ते है।